साथीहरु आजको यस भिडियोमा तपाईहरुलाई स्वागत छ। आजको यस भिडियोमा करारमा काम गर्ने जागिरको असर आइसकेको छ, जसमा तपाईहरुले यहाँबाट हेर्न सक्नुहुन्छ। राष्ट्रिय तथ्याङ्क कार्यालय जुन छ, जुनले करारमा जागिर खोजेको छ, 3 देखि 4 महिनाको लागि हामी यो जागिर हुनेछ। यसको विस्तृत जानकारी कहाँबाट फर्म भर्न मिल्छ अनि कति उमेर हद भएको मान्छेले फर्म भर्न सक्छ अनि यो उमेर हदको भित्र कति अवधिमा काम गर्न सक्नुहुन्छ तपाईहरु अनि यो भ्याकेन्सी कति जनाको छ। लगभग तपाईको 200 जना 120 जना गरी 120 र 60 जना गरी 180 जनाको भ्याकेन्सी छ। अब कुन डिग्री भएको र कुन साथीले कति क्वालिफिकेसन छ भने त्यसमा भर्न सक्नुहुन्छ। यसको लागि तपाईहरुले यो भिडियोलाई फुल हेर्नु होला। यसको बारेमा मैले सम्पूर्ण एक्सप्लेन गर्छु अनि त्यसमा तपाईहरुले कहाँबाट फर्म डाउनलोड गरेर तपाईहरु फर्म फिलअप गर्नुहुन्छ अनि कुन ठाउँमा जानुपर्छ। अब त्यसको लागि सबभन्दा पहिला ध्यान दिनुपर्ने कुरा के छ भने यसमा डाइरेक्ट यहाँ तपाईहरु हेर्न सक्नुहुन्छ लेखेको छ राष्ट्रिय तथ्याङ्क कार्यालयबाट, जुन यहाँबाट हेर्न सक्नुहुन्छ तपाईहरु। राष्ट्रिय तथ्याङ्क 2082 को संकलित फारममा कोडिङ र इन्ट्रीको लागि तथ्याङ्क जुन हाम्रो काउन्टिङ भएको छ 2082 सालमा काउन्टिङ कम्प्लिट भएर 83 सालमा हाम्रो यो डाटा इन्ट्री गर्नेदेखि लिएर अनि कोडिङ गर्ने व्यक्तिको लागि यो भ्याकेन्सी खुला गरिएको छ। यो भ्याकेन्सीमा 15 दिनभित्र दरखास्त फारमको यो जुन छ नि भ्याकेन्सी खुलेको डेटको 15 दिनभित्रसम्म तपाईहरुले भर्न सक्नुहुन्छ। तर यसको लास्ट डेट तपाईहरुले मैले भन्दाखेरि यसमा साउनको यहाँबाट तपाईहरु लास्ट डेट हेर्न सक्नुहुन्छ। लास्टमा यहाँ लेखेको हुन्छ कहाँसम्म इन्ट्री गर्न सकिन्छ। अब यो इन्ट्री गर्दाखेरि यहाँ तपाईहरुले ध्यान दिएर के पढ्नु होला भने कोडरमा कम्तीमा तपाईको यहाँ 60 जनालाई राखिएको छ। बडीमा 4 महिनाको हाम्रो काम गर्ने अवधि हुन्छ अनि तपाईले ब्याचलर गरेको हुनुपर्छ, कम्तीमा ब्याचलर गरेको हुनुपर्छ। अनि त्यसमा तपाईले एउटा काम जुन हुन्छ नि तपाईले पर काम गर्नुहुन्छ त्यसको लागि 4 रुपैयाँ तपाईले पाउनुहुन्छ। अनि त्यस्तै तपाईको छनौट विधि के हुन्छ भने सर्ट लिस्ट हुन्छ र इन्टरभ्यु हुन्छ। त्यसमा तपाईहरुले छनौट हुनुहुन्छ, त्यस्तोमा तपाईहरु छनौट हुनुहुन्छ। अनि त्यसमा फारम बुझाउने स्थान भनेको हाम्रो थापाथलीमा रहेको जुन यो तथ्याङ्क कार्यालय छ, राष्ट्रिय तथ्याङ्क कार्यालय, त्यसमै गएर तपाईहरु बुझाउन सक्नुहुन्छ। अब यसको लागि एउटा अझै छ हामीसँग +2 गरेको साथीभाइहरुको लागि, जुन साथीहरुले 10+2 पढ्नु भएको छ उहाँहरुको लागि के छ भने तपाईहरु 10+2 पढ्नु भएको छ भने तपाईहरुले इजी तरिकाले यसमा एप्लाई गर्न सक्नुहुन्छ। जसले यहाँ भनेछ डाटा इन्ट्रीमा 120 जना, बडीमा 4 महिना काम गर्न सक्नुहुन्छ। अनि त्यसमा तपाईहरुले 10+2 10+2 गर्नुभएको छ, +2 पास गर्नुभएको छ भने तपाईले यसमा फर्म भर्न सक्नुहुन्छ। अनि यो पनि तपाईको प्रति स्टक 4 पैसा भनेछ भने एउटा रेकर्ड इन्फर्मेसन कम्प्लिट अपलोड गर्दा इन्ट्री गर्दा 4 पैसा पाउनुहुन्छ। यो अनुसार तपाईले जति गर्नुहुन्छ त्यो अनुसारको हुन्छ। यसमा यो छैन कि काम गर्यो नगरे नि यति पाउँछु भन्ने त्यस्तो छैन। जति काम गर्नुहुन्छ त्यो मोनिटर हुन्छ। त्यो काम अनुसार पर काम कम्प्लिट गर्नुहुन्छ भने पर पर्सनको त्यो अनुसार तपाईको 4 पैसा पाउनुहुन्छ। अनि त्यसैगरी तपाईहरु यहाँबाट अब हामीले चाहिने पर्ने डकुमेन्ट के छ यहाँबाट तपाईहरु हेर्न सक्नुहुन्छ। नेपालको नागरिकताको प्रतिलिपि मेनमा, अनि त्यसपछि तपाईहरुले आवेदन फर्ममा पासपोर्ट साइजको एउटा फोटो चाहिन्छ। त्यसपछि तपाईले शैक्षिक योग्यताको ट्रान्सक्रिप्ट, यदि विदेशबाट कुनै अरु ठाउँबाट पढ्नु भएको छ भने त्यसको सर्टिफिकेसन, अनि अनुभव छ भने त्यो अनुभव सर्टिफिकेट, कम्प्युटर स्किलको टेस्टको सर्टिफिकेटहरु छ भने त्यो, अनि डाटा इन्ट्री हकमा कम्प्युटर सम्बन्धित तालिम लिनु भएको छ भने त्यसको प्रमाणपत्रको प्रतिलिपि चाहिन्छ। अनि त्यसको लागि अन्य जानकारीको लागि तपाईहरु राम्ररी पढ्नु होला। मैले यसको PDF तल अट्याच गरिदिन्छु। अनि त्यो अब फर्मको लागि यो फर्म मसँग यहाँ छ। यो फर्म मैले तपाईहरुले डाउनलोड गर्न लगाइदिन्छु। एउटा वेबसाइटको लिंक दिन्छु कमेन्टमा, त्यहाँबाट तपाईहरु डाउनलोड गर्नु होला। अब फर्म फिलअप गर्दाखेरि यहाँबाट तपाईले जुन डिटेल भनेको छ त्यो सबै डिटेल फिलअप गर्नु होला अनि तपाईहरुले फर्म फिलअप गरेर बुझाउनु होला। तर यो फर्म फिलअप गर्दाखेरि यहाँ ध्यान दिनुपर्ने कुरा के छ भने कोडिङ एडिटिङको जुन छ नि यहाँ कोडरको अनि डाटा इन्ट्रीको फर्म बेग्लै छ। तपाईहरु यहाँ हेरेर फर्म फिलअप गर्नु होला। हस्, धन्यवाद।